हे एभ्रिवान, मेरो सानो संसारमा हजुरहरू सबैलाई फेरि पनि स्वागत छ। र आज चाहिँ म तपाईँहरूसँग सेयर गर्नेछु मेरो मर्निङ र डे टाइम। सो म हस्टेलमा चाहिँ मर्निङ र डे टाइम के काम गर्छु। सो सबसे पहिले त म बेड मिलाउँछु। बेड मिलाएर चाहिँ अब नुहाई धुवाई गरेर पूजासुजा गर्छु। तर गाइस के भन्नु, यो भ्लगर बनिकन चाहिँ यति प्रब्लम हुँदो रहेछ कि म यसै त 7:30 तिर उठ्थेँ, तर आज भ्लग गर्नुको लागि नै म 6:30 मा उठेको छु। र मलाई अहिले पनि यस्तो निन्द्रा लागिरहेको थियो कि एकछिन सुतौँ कि भनेर पनि सोचेँ। फेरि हुँदैन भ्लगिङ स्टार्ट गरेँ भने त खत्तम गर्नै पर्छ अब भनेर चाहिँ मैले म गर्छु भनेर चाहिँ एकदम नुहाई धुवाई गरेर पूजासुजा गरेँ हो। पूजासुजा गरेर चाहिँ एकदमसँगले रेडी भएर अनि जान्छु भनेर मैले गेट रेडी विथ मीको पनि भिडियो क्लिप बनाएको थिएँ, तर यति लामो भयो कि मैले त्यो हाल्न सकिनँ। त्यसको म अलग से भिडियो हाल्छु। सो यसरी नै पूजासुजा गरेर चाहिँ म रेडी भएँ। यो चाहिँ हो मेरो फाइनल लुक। यसरी चाहिँ म कुर्ती लगाएर आजको स्कुलमा जानेवाला थिएँ। सो अनि आज त तपाईँहरूलाई थाहै छ यस्तो पानी पर्यो। आज चाहिँ मतलब म आज हाल्दैछु, तर मैले रिकर्ड चाहिँ हिजै गरेको। सो हिजो यस्तो पानी बाप रे बाप। वेदर त एकदम बढिया, तर पानीले चाहिँ एकदम जानु चाहिँ दिगदार। एकदम छाता लिएर अब जानुपर्छ। अब जस्तो जे पानी पऱ्यो भने, तुफान आयो भने पनि थाहै छ अब टिचर लाइफ भनेको त के हो भने कि पहिले हामी आफ्नो टिचरलाई सोच्थ्यौँ, आजकल थाहा हुँदैछ जे टिचरहरू किन आउनु हुँदो रहेछ नि पढाउनु। हामी चाहिँ नआए पनि हुन्थ्यो नि, नआउनु भए पनि हुन्थ्यो नि जस्तो हुन्थ्यो। आजकल चाहिँ हामी नजानु परे पनि हुन्थ्यो नि, नजानु परे पनि हुन्थ्यो नि भन्ने हुन्छ। तर जानै पर्छ, गाइस के गर्नु, त्यस्तै हो टिचर लाइफ भनेको। र यसरी नै म स्टाफ रुममा पनि पुगेँ। र हाम्रो चाहिँ अहिले इक्जाम चलिरहेछ। सो इक्जामको टाइममा चाहिँ मेरो आज चाहिँ हिजो चाहिँ मेरो इन्भिजिलेटरको ड्युटी थियो होइन। सो इन्भिजिलेटर मतलब मैले रुममा गएर एटेन्डेन्स लिनुपर्ने हो। अनि त्यहाँबाट एटेन्डेन्सको लागि चाहिँ म चेक गर्दै थिएँ कि डेटहरू सबै ठिक छ कि छैन, लेखेको छ कि छैन। सो डेटहरू सबै चेक गरेर म चाहिँ अब ड्युटीमा जान्छु। अब एटेन्डेन्स लिनु गएँ हो। अनि गएर एटेन्डेन्स लिनु, अनि मैले भित्रको क्लिप चाहिँ गर्नु पाएन किनकि म बिजी भएँ। सो यो चाहिँ हाम्रो लन्च टाइम हो। लन्च भने टी टाइम भनौँ न। टीमा चाहिँ हामीलाई टी र यो हुन्छ। म चाहिँ चाय पिउँदिनँ, त मैले चाय लिनँ। यो स्प्रिङ रोल मात्रै थियो। अनि इभिनिङ टाइम भन्दा पनि अब स्कुल खत्तम भएको बादमा चाहिँ म एकदम वेदर बढिया भएको लागि चाहिँ मेरो हस्बेन्डसँग चाहिँ म कहाँ गएँ भने थुक्पा खानु गएँ गाइस। किन भन्दाखेरि यस्तो वेदर, रेनी वेदर प्लस थुक्पा भेरी एकदम मजेदार कम्बिनेसन हुन्छ नि त है गाइस। सो थुक्पा खानु गएँ। अनि थुक्पा मात्रै खाएँ भने त गाइस मेरो हुँदैन। म त एकदम फुडी हो। म चाहिँ एकदम भुखी। मलाई चाहिँ दुईवटा मतलब म गइसकेँ भने मलाई दुईवटा चाहिन्छ। सो उहाँले पनि थाहा छ, उहाँलाई पनि, त उहाँले मलाई दुईवटा जिनिस मगाइदिनु